दर्शकबिन सबैलाई नमस्कार। यहाँ चाहिँ मेरो बाबा देवीलाल विक। यहाँको चाहिँ देब्रेहर प्यारालाइज भएर हात खुट्टा दुवै कुनै पनि चल्दैन। हामी चाहिँ गरिब तथा निम्न परिवार हौँ। उहाँले के भन्नुहुन्छ, कसरी भयो भन्ने उहाँको कुरा सुन्नुहोस्। भन्नुहोस् बा। ल, मेरो नाम देवीलाल विका हो, पर्वत बादशाह, बस्नी मसारा वडा नम्बर 1, बस्नी देवीलाल विका हो। र मेरो अवस्था को के भयो त भन्दा प्रेसरले बढेर प्रेसरको दबाई पनि खाँदै थिएँ। प्रेसर बढेर हो कि कसो भयो, प्रेसरले फेरि पेरालाइस बनाइदियो। पेरालाइस भएर एउटा देब्रे हात नचल्ने भएर थलामा बस्नु पर्यो। दुःखमा परियो। अब न यता फर्नु न उता फर्कानु, झन्झन चाप्दै जाला जस्तो भएछ। यसको उपचार कहीँ पाइदिए कसैले, अब कसै भाइ सरहरूले जहाँलाई उपचारको यसो खबर भएर र त्यसको दबाई पानी अर्दिएर दबाई पानी उपलब्ध गराइदिएदेखि धन्यवाद हुन्थ्यो। एउटा धर्म पनि हुन्थ्यो, ठुलो धर्म मानिन्थ्यो। र अहिलेको हालत चाहिँ एकदम खराब भयो। कसैले जानकारी दिएर कहीँ यस्तो अन्जानमा दबाई सबाई मिलेदेखि र दबाई खान पाएदेखि सन्चो हुन्थ्यो कि भन्ने आशा लिँदैछु। हे परमेश्वर। यहाँ चाहिँ अहिले हिँड्न सक्नु हुँदैन। यो व्हिल चेयरमा हालेर हामीले हिँडाल्छौँ। यो चाहिँ हाम्रो घर हो। हामी चाहिँ निम्न अवस्थाको मान्छे हो। यहाँको हात खुट्टा केही चल्दैन। यदि हजुरले सक्दो सहयोग गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। यदि धेरै ठुलो सहयोग गर्न नसकिने सब्सक्राइब गरेर हाम्रो हौसला अभिवृद्धि गरिदिनु होला। हजुरको मायाले गर्दा मेरो बाबाको मैले उपचार गर्न पनि सक्छु। यदि हजुरले मलाई यो च्यानललाई सब्सक्राइब गरेर भने साथ दिनु होला। हाम्रो हेर्नुहोस् घर परिवार यस्तै दुःख छ। धन्यवाद, थ्याङ्क यू। नेक्स्ट